चिसोसँग खाने ग्रेभीसँग भात खान त सबैसँग भात खाने यो त पुरीहरु यो खाने हैन पाएन पानी पुरीको झोला लाएर हिँड्ने मान्छेले 1 2 3 4 5 जना भयो एउटामा तीर्थनाको भाग हाल्नु पर्यो हैन तीर्थना भागै छैन यहाँ यसै बाबाको मार्छ अचार मैले सबै अहिले हाल्दिए भातसँग खान जान्छ त पानी 2-4 बोतल लैजाउँ भने 3 बोतल ल तपाई पुरा हात धुनुमा खान्छ तपाईले आधा हातमा त काँड धुइन्छ पानी उता पनि आधा हातमा त काँड धुइन्छ त नि यो दुईलाई देस है यति आधा हात धुइन्छ त धुम न त पुगेन हाल्नु पर्दैन के चान्स छ यसै मैले पनि यहाँ हात हाल्नु पर्छ खानामा त्यो यहाँ त डस्टबिन छैन दिदी यो अचार चाहिँ खासै उ भएन के मसला धेरै भयो के कुटे तान्नु त कता चिकनलाई चिल्लीको त्यो फ्लेक्स हुन्छ त्यो हाल्नुपर्छ के मानेको हैन हैन दिदीले गिटारले यस्तै गर्छ त्यही राम्रो मलाई